आज हामी एउटा यस्तो गम्भीर स्वास्थ्य खतराको बारेमा कुरा गर्दैछौँ जुन अहिले हाम्रो सिमानामा आइपुगेको छ, निपा भाइरस। यो त्यही भाइरस हो जसले विश्वभरका स्वास्थ्य विशेषज्ञहरूको निद्रा हराम गरेको छ र अब यो खतरा हाम्रो एकदमै नजिक छ। हो, सबैभन्दा ठूलो प्रश्न नै यही हो, के हामी तयार छौँ त? हामीले भर्खरै कोभिड-19 को महामारी भोग्यौं, तर विशेषज्ञहरू के भन्छन् भने नि, निपा भाइरसको मृत्युदर कोभिडभन्दा कैयौं गुणा बढी छ। त्यसैले यो प्रश्नको जवाब खोज्नु हाम्रो लागि साँच्चै नै महत्त्वपूर्ण छ। ल, अब अलि गहिराइमा जाउँ। आखिर यो निपा भाइरस के हो र किन यसलाई यति धेरै खतरनाक मानिएको छ? किनभने हेर्नुस्, यसको प्रकृति बुझ्नु नै यसबाट बच्ने पहिलो कदम हो। खासमा यो एक जूनोटिक भाइरस हो। भन्नुको मतलब यो जनावरबाट मानिसमा सर्छ। यसको मुख्य स्रोत भनेको फलफूल खाने चमेरो वा कहिलेकाहीँ संक्रमित सुँगुरहरू हुन्। तर खतरा यतिमै सकिँदैन। एकपटक मानिसमा सरेपछि यो एक व्यक्तिबाट अर्कोमा पनि फैलिन सक्छ। हो, यही कुराले यसलाई छनै खतरनाक बनाउँछ। यो आँकडा सुन्दा साँच्चै नै आङ सिरिङ्ग हुन्छ। विश्व स्वास्थ्य संगठन मतलब WHO ले के भन्छ भने निपा भाइरसबाट संक्रमित भएकाहरूमध्ये 40 देखि 75% सम्मको मृत्यु हुन सक्छ। एकछिन सोच्नुस् त, संक्रमित हरेक 2 जनामा लगभग 1 जनाको ज्यान जान सक्ने खतरा। यो तथ्याङ्कले नै यस भाइरसको गम्भीरता कति छ भनेर देखाइहाल्छ। अब कोभिड-19 सँग दाँजेर हेरौँ न। कोभिडको मृत्युदर त यसको अगाडि निकै कम थियो, तर निपाले भने यसले संक्रमितहरूको एउटा ठूलो हिस्सालाई ज्यानको जोखिममा पार्न सक्छ। फरक एकदमै ठूलो छ। यो कुनै आजभोलि आएको नयाँ भाइरस चाहिँ होइन है। दक्षिण एसियामा यो 2 दशकभन्दा बढी समयदेखि बेला बेलामा देखिरहेको छ। 1999 मा मलेसियाबाट सुरु भएको यो भाइरस 2001 मा भारतको पश्चिम बङ्गालमा फैलियो। त्यसपछि त बङ्गलादेश र केरलामा लगभग हरेक वर्ष जसो देखिरहेको छ। र अहिले चिन्ताको कुरा के हो भने यो फेरि पश्चिम बङ्गालमा मतलब हाम्रो सिमाना नजिकै देखा परेको छ। त्यसो भए अब सबैभन्दा महत्त्वपूर्ण प्रश्न, यी सबै कुराले नेपाललाई के फरक पार्छ त? आखिर नेपाल निपा भाइरसको लागि यदि धेरै जोखिममा किन छ? यसका पछाडि धेरै कारणहरू छन्। सबैभन्दा पहिलो त हाम्रो भारतसँगको खुला सिमाना, जहाँ मानिस र जनावरको आवत जावतलाई रोक्न लगभग असम्भव छ। दोस्रो, निपा भाइरस बोक्ने फल चमेरो जुन नेपालमा प्रशस्तै पाइन्छन्। त्यसमाथि हाम्रो बस्तीहरू जङ्गलको नजिक नजिक सर्दैछन्। कतिपय समुदायमा चमेरोको शिकार गर्ने र खाने चलन पनि छ, जसले सिधै भाइरस सर्ने जोखिम बढाउँछ। अनि अर्को महत्त्वपूर्ण कुरा, देशभरि नै सुँगुर पालन पनि व्यापक छ, जुन यो भाइरसको अर्को माध्यम बन्न सक्छ। यो दृश्यले खतरा कति वास्तविक छ भनेर प्रश्न पार्छ। जब यसरी चमेरोको शिकार गरिन्छ, त्यो वास्तवमा भाइरसलाई जङ्गलबाट हाम्रो समुदायमा ल्याउने एउटा पुल बनेको जस्तै हो। यो किताबमा लेखिएको खतरा मात्रै होइन, यो एउटा कटु यथार्थ हो। यहाँ बुझ्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने भाइरसको स्रोत सिमाना पारी मात्रै छैन, यो त हाम्रो आफ्नै इकोसिस्टमभित्रै छ। निपा बोक्ने चमेरो नेपालका धेरै ठाउँमा पाइन्छन्। यसको मतलब प्रकोप बाहिरबाट आउनै पर्दैन, यो त भित्रैबाट पनि सुरु हुन सक्छ। ल, खतराको स्तर त यति उच्च छ, तर प्रश्न उठ्छ, के हाम्रो तयारी पनि त्यही स्तरको छ त? हो, यहीँनेर एउटा चिन्ताजनक वास्तविकता देखिन्छ। खतरा र हाम्रो तयारीको बीचमा एउटा ठूलो खाडल छ। यो हामीले अनुमान गरेको कुरा मात्र होइन। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विज्ञ डाक्टर शेरबहादुर पुनले स्पष्टसँग भन्नुभएको छ, हामीसँग उचित उपकरण, पूर्वाधार र समर्पित प्रतिक्रिया टोलीको अभाव छ। उहाँको यो भनाइले नै हाम्रो स्वास्थ्य प्रणालीको अवस्था कस्तो छ भन्ने कुरा प्रष्ट पार्छ। हाम्रो तयारीमा एउटा ठूलो कमी के छ भने हामीसँग BSL-4 प्रयोगशाला छैन। यो भनेको एकदमै उच्च सुरक्षा भएको ल्याब हो, जहाँ निपा जस्ता खतरनाक भाइरसको नमुना सुरक्षित तरिकाले जाँच्न सकिन्छ। यस्तो ल्याब नहुँदा रोग पत्ता लगाउन र त्यसलाई नियन्त्रण गर्न गम्भीर ढिलाइ हुन सक्छ। अनि यो भाइरसलाई सुरुमै पत्ता लगाउन पनि सजिलो छैन। किन? पहिलो कुरा, सिमानामा खटिएका स्वास्थ्यकर्मीहरूलाई यसबारे विशेष तालिम दिएको छैन। दोस्रो, यसको सुरुवाती लक्षण जस्तै ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, यो त सामान्य रुगाखोकी जस्तै हो, झुक्किन सक्छ। र तेस्रो र सबैभन्दा ठूलो चुनौती, यसको इन्क्युबेसन पिरियड 4 देखि 21 दिनसम्मको हुन्छ। मतलब संक्रमित व्यक्तिलाई लक्षण नदेखिएकन सीमा पार गर्न कुनै गाह्रो हुँदैन।
ल, समस्या र चुनौतीका कुरा त धेरै भए, अब समाधानतिर लागौँ। व्यक्तिगत स्तरमा हामीले के गर्न सक्छौँ त? कसरी सुरक्षित रहने? यसबाट बच्ने उपायहरू एकदमै सरल छन् तर निकै प्रभावकारी पनि। जस्तै खानुअघि सबै फलफूल राम्रोसँग धुने र ताछ्ने, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउने, अनि बेला बेलामा राम्रोसँग हात धुने बानी बसाल्ने। घरमा पालेका जनावरको दानालाई चमेरो वा अन्य जीवजन्तुबाट जोगाउन छोपेर राख्नुपर्छ। र सबैभन्दा महत्त्वपूर्ण, यदि गम्भीर बिरामी परेमा, विशेष गरी कतै यात्रा गरेर आएपछि तुरुन्तै डाक्टरलाई देखाउनुपर्छ। अब केही कुराहरू चाहिँ गर्नै नहुने सूचीमा पर्छन्। जस्तै खजुरको काँचो रस पिउनु हुँदैन। बङ्गलादेश र भारतमा यसैबाट धेरै सङ्क्रमण फैलिएको थियो। त्यस्तै भुइँमा झरेका वा जनावरले टोकेको जस्तो देखिने फलफूल पनि खानु भएन। बिरामी जनावर, खास गरी सुँगुरहरूसँग असुरक्षित सम्पर्कमा जानु हुँदैन। र हो, सङ्क्रमित व्यक्तिसँग नजिकको सम्पर्कमा जाँदा पनि एकदमै सावधानी अपनाउनु पर्छ। यो कुरा फेरि एकपटक दोहोऱ्याउन चाहन्छु। निपा भाइरसको लागि अहिलेसम्म न कुनै खोप बनेको छ, न त कुनै विशेष औषधि नै। यसको मतलब के हो भने रोकथाम नै यसबाट बच्ने एकमात्र उपाय हो। हाम्रो सतर्कता नै हाम्रो सबैभन्दा ठूलो हतियार हो। अब अन्त्यमा अलि ठूलो चित्र हेरौँ। यो खतरासँग जोड्न हाम्रो दीर्घकालीन रणनीति के हुनुपर्छ? यसको समाधान आतंक फैलाउनु होइन, बरु निरन्तर र जानकारीमा आधारित सतर्कता अपनाउनु हो। निपा जस्ता खतरासँग लड्न एउटा वन हेल्थ भन्ने अवधारणा छ। यसले के भन्छ भने मानिस, जनावर र हामी बस्ने वातावरणको स्वास्थ्य एक अर्कासँग जोडिएको हुन्छ। एउटालाई असर पर्दा अर्कोलाई पनि पर्छ। त्यसैले यी तीनवटैलाई छुट्टा छुट्टै हेरेर हुँदैन। यी सबै क्षेत्रमा सँगै काम गरेर मात्र यस्ता चुनौतीहरूलाई राम्रोसँग सामना गर्न सकिन्छ। र अन्त्यमा एउटा प्रश्न छोडेर जाँदैछु। आज अहिले नेपालमा निपाको केस देखिएको छैन, जुन राम्रो कुरा हो। तर के भोलिको सङ्कट रोक्नको लागि तयारी गर्ने सबैभन्दा उत्तम समय यही आज होइन र? आतंकित नभई तर सुसूचित र सतर्क भएर बस्नु नै भोलिको लागि हाम्रो सबैभन्दा राम्रो सुरक्षा कवच बन्न सक्छ कि?